हेलो साथीहरू, तपाईहरूलाई स्वागत छ जीवन ज्योति युट्युब च्यानलमा। आज म तपाईहरूलाई लन्डनको हाइड पार्कमा एभ्री इयर 14 डिसेम्बरदेखि 1 जनवरीसम्म आयोजना गरिने युकेको सबैभन्दा ठुलो महोत्सव विन्टर वन्डरल्यान्डको बारेमा देखाउनेछु। अहिले हामी विन्टर वन्डरल्यान्ड महोत्सवभित्र छौँ। अहिले बिहानको करिब 10 बजेको छ। बिहानको समय भएकाले पनि अहिले चहल पहल अलि कम छ। लन्डनको चिसोले पनि हुनसक्छ। जब इभिनिङ हुँदै जान्छ, यहाँको कलरफुल लाइटिङ डेकोरेसन तथा जुन एक्साइटिङ म्युजिकहरू छ, यसले यहाँको वातावरणलाई थप जीवन्त बनाउँछ र मानिसहरूको उपस्थिति पनि साँझ पर्दै जाँदा अत्याधिक हुने गर्दछ। यो तपाईँले देखिरहनु भएको जाइन्ट फेरी व्हिल्स हो, जसबाट तपाईँले सिङ्गो लन्डनलाई चराले जसरी माथिबाट अवलोकन गर्न सक्नुहुनेछ। यहाँको अर्को आकर्षण भनेको भूतको घर अर्थात् हन्टेड हाउस, घोस्ट हाउस आदि हो। हाम्रो मनको कुनै कुनामा सानैदेखि लुकेर बसेको भूतको डरलाई यहाँ ड्रामेटिक वेमा विभिन्न किसिमका डरलाग्दा साउन्ड, लाइट, कतै अँध्यारो तथा अनएक्सपेक्टेड रूपमा अचानक देखिने वस्तु तथा आकृतिको समायोजन गरी भूतका घरहरू बनाइएको छ। हामीले विभिन्न किसिमका भूतका फिल्महरूमा देखेका दृश्य, कथाहरूमा परिकल्पना गरिएका दृश्य तथा भूत भन्ने बित्तिकै हाम्रो मनमा जुन आउने परिकल्पना हुन्छ, त्यसलाई यथार्थपरक रूपमा फिजिकल्ली प्रस्तुत गरिएको छ। यसमा तपाईँले आत्मीय व्यक्ति तथा साथीसँग यस डरलाग्दो यात्राभित्रको मनोरञ्जन लिन र जिन्दगीभरलाई यादगार बनाउन सक्नुहुनेछ। यसले तपाईँलाई थप निडर र आत्मविश्वासी बनाउन सहयोग गर्नेछ। विन्टर वन्डरल्यान्डमा भएका धेरै खेलहरूमध्ये एकदमै विशेष उत्साह, साहस, गति र मनोरञ्जनको उपयुक्त संयोजन भएको खेल रोलर कोस्टर राइड हो। यो विशेष किसिमको ट्र्याकमा चल्ने उच्च गतिको खेल हो, जहाँ उचाइ, गुरुत्वाकर्षण र गति एकैचोटि महसुस गर्न सकिन्छ। तेज गति, कडा मोडहरू, तल र माथि गर्दा ग्राभिटीको इफेक्टले केही समयका लागि साँच्चीकै छुट्टै किसिमको अनुभूति दिने गर्छ। तीव्र गतिसँगै मुटुको धड्कन पनि तीव्र हुने गर्छ। डरसँगैको एक्साइटमेन्ट सायद तपाईँका लागि पनि विशेष बन्न सक्छ। यो हो आइस स्केटिङ रिङ। यो युरोपको खुल्ला आकाशमुनि रहेको सबैभन्दा ठुलो आइस स्केटिङ रिङ हो। यहाँ तपाईँ सपरिवार वा साथीसँग स्केटिङको आनन्द लिन सक्नुहुन्छ। यदि तपाईँ पहिलो पटक स्केटिङ गर्दै हुनुहुन्छ भने डराउनु पर्दैन। लड्नु यहाँ असफलता होइन, यो त अनुभवको भाग हो। लड्दा चिप्लिँदा पनि हाँसो लाग्ने र आनन्द आउने ठाउँ नै आइस स्केटिङ रिङ हो। यो पनि तपाईँका लागि साँच्चीकै रुचाइएको खेल बन्न सक्छ। ट्राई गर्न नभुल्नुहोला। विन्टर वन्डरल्यान्ड सबै उमेर समूह तथा सबै किसिमका मानिसहरूका लागि उपयुक्त स्थान बन्न सक्छ। यहाँ बालबालिकाहरूको मनोरञ्जनका लागि विभिन्न किसिमका खेलहरू रहेका छन्। यो क्रिसमस र न्यू इयरको समयमा आयोजना हुने भएकाले यो एक अट्र्याक्टिभ क्रिसमस मार्केट पनि हो। यहाँ ह्यान्डमेड गिफ्ट आइटम्स, डेकोरेसनका सामानहरू, लत्ता कपडा लगायत अन्य सामानहरू पनि पाइन्छ। यही एक स्थानमै तपाईँले विश्वका विभिन्न किसिमका खानाका परिकारहरूको स्वाद लिन सक्नुहुन्छ, जसका लागि थुप्रै फुड स्टलहरू रहेका छन्। यदि तपाईँलाई पब तथा बारमा सुमधुर गीत सङ्गीत सुन्दै साथीहरूसँग रमाइलो गर्न मनपर्छ भने त्यसका लागि पनि यो महोत्सव उपयुक्त स्थान बन्न सक्छ। विभिन्न किसिमका लाइभ सर्कस सोज पनि यसको अर्को आकर्षण हो। यदि तपाईँ साथीभाइ, परिवार वा प्रेमी प्रेमिकासँग घुम्न मनपर्छ र विन्टरको समयमा यदि लन्डन वा आसपासमा हुनुहुन्छ भने पक्कै पनि भिजिट गर्न नभुल्नुहोला।